नमस्कार, हामी चाहिँ क्लास 9 बाट हो। यो हाम्रो प्रोजेक्टको नाम चाहिँ होम अटोमेसन विथ ब्लुटुथ हो। यसको मद्दतले गर्दाखेरि हामी घरमै बसी एउटा कोठाबाट अर्को कोठाको बत्तीहरू निभाउन, पंखाहरू निभाउन मद्दत गर्छ। जस्तै अब यसले इलेक्ट्रिक सामान जति सबै कन्ट्रोल गर्छ यसले चाहिँ। अब यहाँ हेर्नुस्, यसको यो मोबाइलको मद्दतले गर्दाखेरि लाइट अन अफ गर्न सबै कुरा मिल्छ। हेर्नु, अहिले लाइट बोल्यो अहिले निभ्यो, अहिले बोल्यो अहिले निभ्यो, अहिले बोल्यो अहिले निभ्यो। अब यसको नाम चाहिँ अर्डिनो उनो 4 च्यानल रिले मोड्युल। यो चाहिँ ब्लुटुथ मोड्युल। थ्याङ्क यू। नमस्ते, हामी चाहिँ क्लास 6 बाट। यो चाहिँ लेजर सेक्युरिटी सिस्टम हो। यसको कम्पोनेन्ट चाहिँ अर्डिनो उनो, ब्रेडबोर्ड, एलडीआर सेन्सर, लेजर लाइट रेजिस्टर, यूएसबी एडाप्टर, बजर हो। अनि यसको एडभान्टेज चाहिँ यसले सेक्युरिटी गर्छ। डिसएडभान्टेज चाहिँ यो सेन्सिटिभ हुन्छ, यसले केही छुँदैमा बिग्रिहाल्छ। अनि चोरहरूले यहाँबाट घुस्न पायो भने यो घुस्नै पाउँदैन, त्यो डिस्टर्बेन्स हुन्छ लाइटमा। यो विद्यार्थी भाइ बहिनीहरूलाई पुरस्कार सँगसँगै थ्याङ्क यू। नमस्कार, म फर्साडीका सिद्धार्थ इङ्ग्लिस बोर्डिङ स्कुलको क्लास 6 बाट वाटर लेभल मोनिटरिङ बनाएर ल्याएको छु। यसमा युज भएको मेटेरियलहरू अल्ट्रासोनिक सेन्सर, अर्डिनो उनो, बजर, एलसिडी डिस्प्ले, ब्लकेट। यसमा चाहिँ यसको एडभान्टेज चाहिँ हामीले अब वाटरको लेभल नाप्न अनि सेफ्टी हुन युज हुन्छ। यसको डिसएडभान्टेज चाहिँ पानीहरू यो वायरमा पुग्यो भने यो पुरै कनेक्सन जति बिग्रिन सक्छ। धन्यवाद। नमस्कार, मेरो नाम मनिष न्यौपाने। के अरे हामीले यो हाम्रो प्रोजेक्ट रहेको छ अटोमेटिक लाइट सिस्टम। यसले के अरे हाम्रो सेन्स गरेर अब्जेक्टहरू सेन्स गरेर थाहा पाउन मिल्छ। यसले यो ब्याङ्कहरूमा के अरे अँध्यारो ठाउँमा प्रयोग गर्न सकिन्छ। के अरे यसले गर्दाखेरि हामीले चोरहरू थाहा पाउन सकिन्छ। यसले सिग्नल दिन्छ लाइटले, अनि के अरे चोर के अरे क्यामेराले थाहा पाउँछ र चोरलाई समात्न सकिन्छ छिटै। र यसमा फेरि हामीले के अरे अब्जेक्ट जस्तै के अरे गाडीहरू आयो भने गाडीहरू आउँदाखेरि मान्छे ठोकिन सक्छ। त्यसै कारण के अरे यहाँ लाइटले गरिएको छ। यहाँ के अरे हाम्रो के अरे इलेक्ट्रिसिटी वेस्ट हुन्छ भनेर हामीले यो गराएको छौँ। अनि के अरे यसमा फेरि हाम्रो के अरे गराउन सकिन्छ। यसको फेरि डिसएडभान्टेज फेरि हाई कस्ट हो। धन्यवाद। नमस्ते, हामी 7 क्लासबाट। हाम्रो प्रोजेक्टको नाम लेजर सिक्युरिटी सिस्टम हो। यहाँ हामीले अर्डिनो उनो, ब्रेडबोर्ड, बजर, रेजिस्टर, एलडीआर सेन्सर, जम्पर वायर र लेजर युज गरेका छौँ। यो लेजरको लाइट यहाँ एलडीआर सेन्सरमा परेको छ। अहिले हाम्रो गाउँघरतिर धेरै चोरी हुन थालेको छ। अब यदि चोर आयो भनेपछि यो लाइट जानबाट डिस्टर्ब गर्छ र यो बजर हामीले सचेत गर्छ चोरी हुन थालेको छ। धन्यवाद। नमस्ते, मेरो नाम रञ्जित बङ्गेनी। म क्लास 6 बाट। यो ग्यास इजेक्सन, यो प्रोजेक्टको नाम ग्यास इजेक्सन सेन्स हो। यहाँ यो ग्यास सेन्सरले डिटेक्ट गर्छ अनि आर्डिनो उनोलाई सिग्नल पठाउँछ। अनि त्यो सिग्नल पाएपछि आर्डिनो उनोले बजरलाई सेन्सर पठाएर बजरलाई बजाउँछ। तपाईँहरूलाई डेमो बजेको सुन्नुभयो होला। थ्याङ्क यू। नमस्कार, यो टेम्परेचर बेस फ्यान कन्ट्रोल हो। मेरो नाम भिगल थापा हो। 7 क्लासको भिगल थापा अनमोल अधिकारीले प्रोजेक्ट बनाएको हो। यो टेम्परेचर सेन्सर, च्यानल रिले मोड अनि एसीडीसी फ्यान, अर्डिनो उनो। यो टेम्परेचर सेन्सर चाहिँ यो टेम्परेचर सेन्सर यहाँ छ। यो चाहिँ प्लास्टिकले बनेछ। यसलाई त जलाउँदाखेरि यो जल्छ के अरे, त्यही भएर हामीले यसको इक्जाम्पल दिन मिल्दैन। के भन्छ अरे, यसले 30 डिग्रीभन्दा माथि टेम्परेचर भएपछि यसले एकलाई सिग्नल दिएर यो हरियो कलरको बत्ती बोल्छ। यो हरियो कलरको बत्ती बोलेपछि यो पंखा आफै चल्छ। के भन्छ अरे, यो चाहिँ ल्यापटपहरूमा युज हुन्छ। ल्यापटपहरूमा युज हुँदाखेरि के भन्छ अरे, ल्यापटप त धेरै चलाउँदाखेरि
चिसो तातो हुन्छ नि त्यतिखेर यो ल्यापटप क्यान्सरले यो युज हुन्छ अनि चिसो हुँदाखेरि यो क्यान्सरले यसले चिसो गराउनलाई युज हुन्छ। थ्याङ्क यू। नमस्कार, हामी 6 क्लासमा पढ्छौँ। हाम्रो टिममा सौरभ, म र डेभिड छौँ। हाम्रो प्रोजेक्टको नाम फायर डिटेक्टर हो। यसले घरमा आगो लागि भयो भने हाम्रो घरमा आगो लागि भयो भने यहाँ यो सेन्सर छ, यो सेन्सरले सेन्स गर्छ र यो लाइट छ, यो लाइट बल्छ अनि यो बजर छ, यो बजर बज्छ। अनि फेरि यो यसको मेन पावर पोइन्ट चाहिँ यो एड्रिनो उनो र ब्रेथ बोर्ड हो। फेरि यो हाम्रो मोबाइलमा कनेक्टेड गर्यो भने यो तपाईहरु जुन ठाउँमा पनि हुनुहुन्छ त्यो ठाउँमा चाहिँ तपाईलाई अलर्ट गर्छ। थ्याङ्क यू। नमस्कार, हामी क्लास 6 बाट हाम्रो ग्रुपमा म आदित्य र कमलदीप बनाइरहेको छन् र हामीले चाहिँ आज स्मार्ट पार्किङ सिस्टम लिएर आएका छौँ। यो चाहिँ ब्रेडबोर्ड, USB केबल, जम्पर वायर, अर्डिनो उनो, डिस्प्ले मिलेर बनेको छ। यसमा चाहिँ के हुन्छ भन्दा हजुरहरूलाई आफ्नो कार पार्क गर्न छ भने भित्र आएर स्टल खाली छ कि नै भनेर हेरेर फर्केर आफ्नो टाइम वेस्ट गर्नु पर्दैन। यहाँ स्क्रिनबाट बाहिर नै देखिन्छ। यदि यहाँ कार छैन भने यहाँ एम्प्टी देखाउँछ र कार छ भने अकुपाइड देखाउँछ। र यसमा हामीले अझै वाइफाई युज गर्यौँ भने यसले हामी आफ्नो घरमा बसेर नै मोबाइलबाट नै हेर्न मिल्छ र यसको बेफाइदा पनि छ। यदि लाइन गयो भने यसमा समस्याहरू आउँछ, त्यसैले हामीले यसमा जेनेरेटरहरू पावर सप्लाई गरिरहनु पर्छ। धन्यवाद। नमस्ते, यो चाहिँ हामी चाहिँ 5 क्लासबाट हो। हामीले चाहिँ यो वर्किङ एस्केलेटर बनाएको। यो चाहिँ वर्ल्ड फास्टेस्ट एस्केलेटर हो। यसको क्यापेसिटी चाहिँ 25,000 प्यासेन्जर पर आवर छ। अनि यसमा चाहिँ हामीले यो चलाउँदाखेरि चाहिँ हामीले यो मान्छे जाँदाखेरि चाहिँ यसको लोड गएर सुस्त चल्छ र अरू बेला चाहिँ यो फास्ट चल्छ। थ्याङ्क यू। म फर्स्ट सर्टिफिकेट सिद्धार्थ इङ्ग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत छात्रा अल्सा अधिकारी। हामीले चाहिँ यो वेदर मोनिटरिङ सिस्टम बनायौँ। यहाँ चाहिँ टेम्परेचर र ह्युमिडिटी देखाएको छ। यो चाहिँ बाढी पहिरो जान्छ कि नै, अनि पानी परेको बेलामा गाडीहरू चलाउँदा हुँदैन बाढी पहिरो जाने ठाउँमा, अनि त्यसो भयो भने दुर्घटना हुँदैन। त्यही भएर यो एकदमै उपयोगी छ। कृषिको लागि पनि यो एकदमै उपयोगी छ, खेतीपाती गर्नको लागि, खेत रोप्नको लागि पनि। अनि यो पानी परेको बेलामा खेत रोप्नी नरोप्नी गर्यो भने पनि अनि अनाज राम्रो फल्छ। अनि जलवायु परिवर्तनको अध्ययन गर्न पनि काम लाग्छ। थ्याङ्क यू। नमस्कार, आज हामी कक्षा 5 को छात्रहरू यहाँ हाम्रो प्रोजेक्ट देखाउन आएका छौँ। हाम्रो प्रोजेक्टको टपिक हो सोलर सिस्टम। यसमा हामीले यो क्ले, कार्डबोर्ड अनि यो पेन्ट युज गरेका छौँ अनि यो प्लाइवुड पनि युज गरेका छौँ। हामीले यो फिक्स्ड गराएको छौँ किनभने यो इन्फर्मेसनको लागि मात्र डिपेन्ड गरेको हो, त्यही भएर। थ्याङ्क यू। नमस्ते, हामी 6 क्लासबाट यो हाम्रो प्रोजेक्टको नाम छ लाइब्रेरी नोइज सिस्टम। यो लाइब्रेरीमा धेरै हल्ला भयो भने यो बजर बज्छ। अनि यो यो फेरि यो सिस्टमहरू फेरि ब्याङ्कहरू अनि सपहरू अरू हस्पिटलहरूमा युज हुन्छ। जस्तै यहाँ बजर बज्छ। थ्याङ्क यू। नमस्ते, हामी क्लास 4 बाट हाम्रो यो प्रोजेक्टको नाम हाइड्रोलिक ब्रिज हो। अनि यो फेरि डुङ्गाहरू जानको लागि युज हुन्छ। यो डुङ्गा जाने बेलामा माथि जान्छ अनि डुङ्गा गएपछि यो तल आउँछ। थ्याङ्क यू। नमस्कार, हामी 4 क्लासका विद्यार्थीहरू। हाम्रो प्रोजेक्टको नाम रहेको छ वाटर साइकल, कोड नम्बर 26। हामीलाई भोट हालेर जिताइदिनु होला। यो चाहिँ सन हो। यहाँबाट चाहिँ यहाँ जान्छ, त्यसलाई इभापोरेसन भनिन्छ। यहाँबाट चाहिँ यसको यो चाहिँ के भन्छ अरे वाटर भेपरमा कन्भर्ट हुन्छ अनि त्यहाँ गएर सानो पानीको थोपामा बन्छ अनि यहाँ बादलमा गएर जम्छ। त्यसलाई फेरि कन्डेन्सेसन भनिन्छ।
अनि यो चाहिँ एकदम हेभी बादल चाहिँ एकदम हेभी भएर ठोकिन्छ अनि फेरि कन्टिन्यू हुन्छ त्यो प्रोसेस चाहिँ अनि वाटर साइकललाई चाहिँ अर्को हाइड्रोलोजिक साइकल पनि भनिन्छ थ्याङ्क यू नमस्कार हामी 4 क्लासदेखि हाम्रो प्रोजेक्टको नाम रहेको छ भोल्कानो इरप्सन र म यसको बारेमा केही चीज भन्न गइरहेकी छु ज्वालामुखी भनेको पृथ्वीको सतहमा रहेको एउटा यस्तो खुला ठाउँ हो जहाँबाट म्याग्मा गर्भ पग्लिएको ढुङ्गा ग्यास र खरानी बाहिर निस्कन्छ जब म्याग्मा बाहिर आउँछ त्यसलाई लाभा भनिन्छ ज्वालामुखीहरू लामो समयसम्म लाभा थुप्रिएर अग्लो पहाड जस्तो बन्छ ज्वालामुखी विस्फोट कसरी हुन्छ जब म्याग्मा पग्लिएको तातो ढुङ्गा पृथ्वीको भित्री भागमा धेरै गर्मी तथा चापको कारण माथि उच्च चाप धेरै बढ्छ म्याग्मा पृथ्वीको सतहसम्म वालपूर्वक निस्कन्छ यसले लाभा खरानी र ग्यासहरू बाहिर निकाल्छ लाभा चिसिने र जम्ने जब लाभा बाहिर आउँछ त्यसले जमेर नयाँ ढुङ्गा बनाउँछ र बिस्तारै ज्वालामुखीको आकार ठुलो पहाड जस्तो बन्छ हस्त धन्यवाद